स्मार्ट टेलिकमको सन्दर्भमा घोटालाको त परै जाओस्, मिटिङ मात्रै गरेको रहेछ भने पनि मेरो सम्पूर्ण राजनीतिक जीवनबाट म सधैँका लागि बिदा दिन तयार हुन्छु। तर प्रचार र झुटो चाहिँ एउटा लालछना लगाउने हिसाबमा सस्तो र सी ग्रेडको पत्रकारिता, डी ग्रेडको पत्रकारिता गर्ने नाममा कसैको व्यक्तिगत स्वाभिमानमाथि कसैले यसरी चुनौती दिन्छ भने आज सम्मानित सदन मार्फत म त्यो पत्रिकाका चाहिँ ओनरहरू, त्यसका सम्पादक र जो सम्बद्ध छन् उनीहरूलाई खुला रूपमा चुनौती दिन चाहन्छु कि यो प्रमाणित गर्न सक्दैनौ भने पत्रकारिताको जीवनबाट तिम्रो पत्रिका बन्द गर्न सक्दै तिमीसँग हिम्मत छ? ल यो स्मार्ट टेलिकमको घोटाला काण्ड र बेसरी टाट्यो त अब सट्टे टट्टे के हो छानबिन गरेर दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ। जति घोटाला गरेर कमाएका छन्, जति पैसा लुटेका छन्, त्यो सबै सम्पत्ति जफत गरेर तिनीहरूलाई हडैसम्मको कारबाही गर्नुपर्छ। कसैलाई छोड्नु हुँदैन है। घोटाला त भएकै हो, यसमा 2-3 जना पक्राउ पनि परिसके। तर यो घोटाला गराउने मुख्य नायिके को हो, त्यो मुख्य नायिकेलाई छानबिन गरेर खोरमा कडाभन्दा कडा सजाय गरेर जाक्नुपर्छ। सट्टा पक्ष विपक्ष भनेर हुँदैन। गल्ती गर्ने जो कोही होस् कसैलाई पनि छोड्नु हुँदैन। पूर्व सञ्चार मन्त्री जगदीश खरेलज्यू, यो घोटाला तपाईँको कार्यकालमा भएको हो, त्यही भएर तपाईँमाथि प्रश्न उठेको हो। यो घोटालामा तपाईँको मिलिमटो छ भने तपाईँलाई त झन् डबल कारबाही हुनुपर्छ। तर तपाईँको कुनै गल्ती छैन, कुनै मिलिमटो छैन भने तपाईँको चरित्र हत्या गर्ने गरी जसले समाचार छापेको छ तिनीहरूलाई पनि हडैसम्मको कारबाही गर्नुपर्छ। कसैको चरित्र हत्या गर्न पाइँदैन। यो कुरा सबैलाई याद रहोस्।